हेलो गाइज, सर्वे क्याम्पुट आवर्सिङ क्यालकुलेसन्सको सेकेन्ड भिडियोमा तपाईँहरूलाई स्वागत छ। आज हामी एङ्गुलर मेजरमेन्ट अफ टावर्सको क्यालकुलेसन गर्नेछौँ। यसको लागि तपाईँहरूले चाहिँ फिल्डबाट आएको टु सेट्स अफ डेटालाई चाहिँ यसरी टेबुलर फर्मेटमा चाहिँ एक्सेलमा इन्ट्री गर्नु होला। र एक्सेलमा इन्ट्री गर्दाखेरि चाहिँ फेस लेफ्ट फेस राइटको लास्टको डेटा चाहिँ अथवा यो 179 जो 180 डिग्रीको नजिक आउँछ त्यो डेटालाई चाहिँ तपाईँहरूले थर्डमा चाहिँ इन्ट्री गर्नु होला ताकि हामीले क्यालकुलेसन गर्न सजिलो हुन्छ। सो सेकेन्डवाला सेलमा गएर चाहिँ इक्वल्स टु मोड ब्राकेट इफ ब्राकेट अर्को ब्राकेट देन डिग्री इन्टु 3600 हामी चाहिँ सुरुमा सबै डिग्री मिनटलाई चाहिँ टोटल सेकेन्ड्समा कन्भर्ट गर्दैछौँ। प्लस 80 इन्टु 60 प्लस 80 माइनस 80 इन्टु प्लस इन्टु 60 प्लस यो ओके चाहिँ ग्रेटर देन इक्वल टु 0 भएको रुबी कमा रुबी त्यो अगाडिको पोर्सनलाई चाहिँ कपी गरेर चाहिँ पछाडि राखिदिने कमा फेरि त्यो पोर्सनलाई कपी गरेर राखिदिने प्लस 36 इन्टु 80 3600 क्लोज कमा 60 देन क्लोज ओके। सो फेरि त्यही फर्मुलालाई कपी गरिदिने कन्ट्रोल सी र मिनेटवाला सेलमा जाने यसमा आएर पेस्ट गरिदिने। जस्ट यसमा एउटा के चेन्ज गर्नुपर्छ भन्दाखेरि चाहिँ मोडको पछि ब्राकेट दिने क्वेसन ब्राकेट फेरि लास्टमा गएर चाहिँ कोमा 60 एक्स्ट्रा थपिदिने एन्ड देन इन्टर ओके। फर्मुलाको बारेमा म तपाईँहरूलाई लास्ट भिडियो क्लासतिर भन्नेछु। फेरि मिनटवालामा जाने फर्मुला कपी गर्ने डिग्रीमा आएर चाहिँ पेस्ट गरिदिने। यसमा चाहिँ यो मोडलाई चाहिँ हटाएर फेरि अर्को क्वेसन लेख्ने एन्ड देन इन्टर ओके। त्यसरी हाम्रो फर्मुला सेट भइसकेको छ। त्यसपछि तपाईँहरूलाई चाहिँ यो फर्मुला चाहिँ हाम्रो लास्टसम्म चाहिँ यसरी ड्रप डाउन गरिदिने ओके। त्यसपछि अब हामी फेस लेफ्ट र फेस राइटको चाहिँ एभरेज भ्यालु निकाल्नेछौँ। यसलाई फेरि सेकेन्ड कलममा जानेछौँ। इक्वल्स टु मोड ब्राकेट डिग्री इन्टु 36 प्लस मिनट इन्टु 60 प्लस सेकेन्ड क्लोज प्लस ब्राकेट डिग्री इन्टु 36 प्लस इन्टु 60 प्लस सेकेन्ड ओके डिवाइड बाई 2 कमा 60 ब्राकेट क्लोज एन्ड देन इन्टर। फेरि त्यो फर्मुलालाई कपी गरिदिने मिनटमा आएर पेस्ट गरिदिने मोडको पछाडि एउटा क्वेसन गरिदिने लेखिदिने कमा 60 फेरि मिनटवाला सेलमा जाने फर्मुलालाई कपी गर्ने फेरि डिग्रीमा आएर पेस्ट गरिदिने त्यो मोडलाई मेटाइदिने क्वेसन लेखिदिने एन्ड देन इन्टर ओके। सो हामीले फेस लेफ्ट र फेस राइटको पनि एभरेज भ्यालु निकालिसकेका छौँ। त्यसपछि यो तिनटै सेललाई सिलेक्ट गरेर तल प्लस बटनलाई चाहिँ ब्रेक डाउन गर्ने र ओके। त्यसरी हामीले एभरेज एङ्गलहरू निकालिसकेका छौँ।
तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो चाहिँ सेकेन्ड्समा चाहिँ हाम्रो डेसिमल भ्यालु आइसकेको छ। सो यसलाई चाहिँ राउन्ड अफ गरेर लेख्नु होला, राउन्ड ब्राकेट फेरि लास्टमा पछाडि गएर कोमा 0 देन इन्टर। ओके, फेरि सेकेन्डवाला सेलमा गएर चाहिँ सिलेक्ट गरेर ड्रप डाउन गर्नु होला। अब चाहिँ हाम्रो यसले होल नम्बर दिनेछ। त्यसरी हामीले 0 सेटको क्यालकुलेसन गरिसकेका छौँ। अब हामी 90 सेटको क्यालकुलेसन गर्नेछौँ। 90 सेटको क्यालकुलेसनमा पनि हाम्रो त्यही प्रोसेस हुनेछ। सेकेन्डको सेलमा गएर कस टु मोड ब्राकेट इफ ब्राकेट अर्को ब्राकेट डिग्री इन्टु 36 प्लस मिनट इन्टु 60 प्लस 1 यति माइनस ब्राकेट 90 प्लस 0 60 प्लस सेकेन्ड क्लोज फेरि अगेन क्लोज greater than or equals to 0 कोमा फेरि यो भ्यालुलाई चाहिँ हामीले सिलेक्ट गर्ने कन्ट्रोल सी कन्ट्रोल बी कोमा फेरि कन्ट्रोल बी प्लस 360 इन्टु 37 ब्राकेट क्लोज कोमा 60 हो। सो फेरि सेकेन्डको फर्मुला कपी गर्ने, मिनटमा जाने, यता आएर पेस्ट गरिदिने र यता मोडको पछि एउटा ब्राकेट दिने, क्वेसन दिने, क्वेसन दिने, फेरि लास्टमा आएर चाहिँ कोमा 60 ब्राकेट क्लोज इन्टर। ओके, फेरि मिनटको सेलमा जाने, फर्मुला कपी गर्ने, डिग्रीको सेलमा जाने, पेस्ट गरिदिने र यताको यो मोडको सट्टा इन्टर। सो यसरी हामी 90 सेटको क्यालकुलेसन गर्नेछौँ। फेरि तिनटै सेललाई सिलेक्ट गर्ने, प्लस बटन प्लस क्रसबाट आउनुसम्म चाहिँ आइसकेपछि तिनटै सेललाई सिलेक्ट गर्ने, ड्रप डाउन गरिदिने, सो हाम्रो फेरि सेकेन्ड डेसिमल भ्यालुमा आएको छ। यसको लागि हामीले चाहिँ भ्यालुलाई राउन्ड अफ गर्नुपर्ने हुन्छ, 0 इन्टर। सो फेरि यसलाई सिलेक्ट गरेर यसरी हाम्रो भेल नम्बरमा आइसकेको छ। अब चाहिँ हामीले 0 सेट र 90 सेटको चाहिँ एभरेज एङ्गल निकाल्नु पर्ने हुन्छ। त्यसको लागि सेकेन्डको सेलमा गएर इक्वल्स टु ओके मोड गरेको तिनवटा डिग्री इन्टु फेरि 36 प्लस मिनट इन्टु 60 प्लस सेकेन्ड क्लोज प्लस फेरि ब्राकेट डिग्री इन्टु 36 प्लस मिनट इन्टु 60 प्लस सेकेन्ड ब्राकेट क्लोज अगेन क्लोज डिभाइड बाई 2 अगेन क्लोज कोमा 60 अगेन क्लोज। सो हामीले यसपछि ब्राकेटहरू एकदम ख्याल गर्नुपर्ने हुन्छ। एन्ड देन इन्टर, फेरि सेकेन्डको सेलमा जाने, फर्मुला कपी गर्ने, त्यसको सेलमा आएर पेस्ट गरिदिने र मोडको पछाडि ब्राकेट दिने, क्वेसन क्वेसन दिने, फेरि लास्टमा आउने कोमा 60 एन्ड देन इन्टर। फेरि मिनटको सेलमा आउने, फर्मुला कपी गर्ने, डिग्रीको सेलमा जाने, पेस्ट गरिदिने र यो मोडलाई
रिमुभ गरेर क्वेसन ओके एन्ड देन इन्टर सो फेरि तिनटै सेललाई सिलेक्ट गर्ने ड्र्याग डाउन गर्ने हो फेरि सेकेन्ड हाम्रो डेसिमल भ्यालुमा छ यसलाई होल नम्बर पनि ल्याउने राउन्ड टार्गेट लास्टमा गएर कमा 0 क्लोज देन इन्टर सो हाम्रो होल नम्बर मासिएको छ सो हाम्रो चाहिँ टावर्सको इन्क्लुडेड एङ्गलहरू आइसकेको छ यसपछि हामी गर्नेछौँ सम अफ इन्क्लुडेड एङ्गल यसको लागि सेकेन्ड सेलमा जाने प्लस टू सम डिग्रीको कोलम सिलेक्ट गर्ने सबै डिग्रीलाई सिलेक्ट गर्ने ब्राकेट क्लोज इन्टु 3600 प्लस फेरि ब्राकेट दिने मिनेटको कोलम सिलेक्ट गर्ने ब्राकेट क्लोज इन्टु 60 प्लस ब्राकेट दिने ब्राकेट क्लोज सो अगाडि चाहिँ मोड दिने लास्टमा गएर कोमा 60 एन्ड देन इन्टर यसरी हाम्रो सेकेन्डको सम भइसकेको छ त्यसपछि सेकेन्डको फर्मुलालाई फेरि कपी गर्ने एन्ड देन मिनेटमा गएर पेस्ट गरिदिने र मोडको पछाडि जस्ट एउटा ब्राकेट क्वेसन थपिने ओके फेरि पछाडि लास्टमा गएर कोमा 60 एन्ड देन क्लोज एन्ड देन इन्टर ओके र फेरि मिनेटको सेलमा जाने फर्मुला कपी गरिदिने डिग्रीको सेलमा गएर पेस्ट गरिदिने कन्ट्रोल डी सो मोडलाई घटाउने QUOT एन्ड देन इन्टर सो टावर्स हाम्रो मेजर टावर्सको इन्क्लुडेड एङ्गल सम अफ इन्क्लुडेड एङ्गल चाहिँ 3240 डिग्री 2 मिनट 18 सेकेन्ड आइसकेको छ र सम अफ इन्क्लुडेड एङ्गल चाहिँ हामीले 2n - 4 इन्टु 90 डिग्री यस्तो त्यो फर्मुला लगाएर चाहिँ हामीले थ्योरिटिकल एङ्गल निकालेछौँ सो थ्योरिटिकल एङ्गल हाम्रो हुन आउँछ 2n - 4 इन्टु 90 को गर्दाखेरि चाहिँ हाम्रो 2 इन्टु टोटल नम्बर अफ स्टेसन हाम्रो 20 छ -4 ब्राकेट क्लोज इन्टु 90 एन्ड देन इन्टर 0 सो हाम्रो इरर चाहिँ सम अफ अब्जर्भ एङ्गल माइनस सम अफ थ्योरिटिकल एङ्गल हुन जान्छ यसको लागि सेकेन्डको सेलमा जाने इक्वल्स टु मोड इफ एन्ड देन ब्राकेट ओपन ब्राकेट डिग्री इन्टु 36 प्लस मिनट इन्टु 60 प्लस सेकेन्ड अब्जर्भ एङ्गल माइनस ब्राकेट डिग्री इन्टु 36 मिनट इन्टु 60 प्लस सेकेन्ड सो हाम्रो सम अफ अब्जर्भ एङ्गल माइनस सम अफ थ्योरिटिकल एङ्गल चाहिँ ग्रेटर देन अर इक्वल्स टु 0 भयो भने फेरि ब्राकेट भित्रको भ्यालुलाई चाहिँ सिलेक्ट गर्ने कन्ट्रोल सी फेरि यता कोमा दिइसकेपछि यता पेस्ट गरिदिने फेरि कोमा कन्ट्रोल फेरि पेस्ट गरिदिने प्लस 360 इन्टु 3600 कोमा 60 ब्राकेट क्लोज
bracket छुटेको छ and then enter डर ओके फेरि सेकेन्डको सेलमा जाने फर्मुला कपी गर्ने फेरि मिनेटको सेलमा जाने पेस्ट गरिदिने ठ्याक्कै मोडको पछाडि ब्राकेट क्वेसन फेरि लास्टमा गएर 60 and then enter ओके सो हाम्रो आइसकेको छ 2 मिनेट 8 सेकेन्ड चाहिँ हाम्रो इरर आइसकेको छ सो पर्मिसिबल इरर निकाल्नको लागि चाहिँ हामीलाई लिस्ट काउन्ट अन्डर रुट अफ एन भन्ने फर्मुला थाहा छ यसको लागि लिस्ट काउन्टको भ्यालु चाहिँ हामीलाई मेजर ट्रान्सफर्सको लागि चाहिँ टीएस युज गरिएको हो भने चाहिँ हाम्रो 30 सेकेन्ड युज गर्नुपर्ने हुन्छ सो पर्मिसिबल इरर चाहिँ इक्वल्स टु 30 into square root of 20 and then enter सो हाम्रो डेसिमल पछि भ्यालु आयो त्यसलाई हामीले राउन्ड अफ गर्नुपर्ने छ राउन्ड and then enter सो हाम्रो चाहिँ पर्मिसिबल इरर टोटल 134 सेकेन्ड आएको छ भने चाहिँ एङ्गुलर इरर चाहिँ हाम्रो यसलाई पनि फेरि सेकेन्डमा लिने हो भने इक्वल्स टु 2 into 60 plus 80 सेकेन्ड सो हाम्रो अलि इरर पर्मिसिबल इरर भन्दा अलि बाहिर गएको छ यसरी हामी टावरको मेजर टावरको चाहिँ एङ्गुलर क्यालकुलेसन चाहिँ गर्न सक्छौँ मैले तपाईँहरूलाई भनेको थिएँ लास्टमा एउटा फर्मुलाले कसरी काम गरिरहेको छ भन्ने कुरा बुझाउँछु भनेर सिम्पली यसमा चाहिँ जस्तो यो सेकेन्डमा चाहिँ हाम्रो के भइरहेको छ भन्दाखेरि फेस लेफ्ट माइनस फेस लेफ्ट गर्दाखेरि चाहिँ यदि त्यो भ्यालु चाहिँ ग्रेटर देन अथवा पोजिटिभ आइदियो भने चाहिँ यदि यो भ्यालु चाहिँ मेरो यी दुईटा एङ्गलको डिफरेन्स चाहिँ पोजिटिभ आयो भने यसले जस्ट पोजिटिभ भ्यालुलाई चाहिँ लेख्छ यति तिनीहरू बिचको डिफरेन्स नै हाम्रो रिजल्ट हो कति बेला हुन्छ भन्दाखेरि यदि तिनीहरू बिचको डिफरेन्स चाहिँ ग्रेटर देन 0 भयो भने यदि यो डिफरेन्स चाहिँ हाम्रो नेगेटिभ भयो भने चाहिँ यसले के गर्छ भन्दाखेरि चाहिँ त्यो नेगेटिभमा चाहिँ प्लस 360 डिग्री जोडेर चाहिँ लेख्छ र इफले चाहिँ हाम्रो कन्डिसनहरू चाहिँ एनालाइज गर्छ भने मोडले के गर्छ भन्दाखेरि चाहिँ मोडले चाहिँ यो टोटल जो रिजल्ट आउँछ नि अथवा कि त यिनीहरू बिचको डिफरेन्स नै हाम्रो रिजल्ट हुनसक्छ कि त यो डिफरेन्स चाहिँ नेगेटिभ भएर चाहिँ प्लस 360 जोडेको चाहिँ यो रिजल्ट हुनसक्छ यो भयो यसले चाहिँ यो रिजल्टलाई चाहिँ इन्टु 600 गरेको भनेको यो टोटल रिजल्टलाई यसले सेकेन्डमा कन्भर्ट गर्छ टोटल सेकेन्डलाई चाहिँ 60ले डिभाइड गर्यो भने चाहिँ जति भ्यालु आउँछ नि यो टोटल सेकेन्डलाई चाहिँ 60ले डिभाइड गर्दा आउने भ्यालुलाई चाहिँ यदि मोड फङ्सन युज गर्ने हो भने मोडले चाहिँ हाम्रो जस्ट रिमाइन्डर मात्र सेलमा लेखिदिन्छ सेलमा एज अ रिजल्ट दिन्छ कि सो त्यसो भएको हुनाले चाहिँ हामीले एज अ हाम्रो के हुन जान्छ यहाँनिर भन्दाखेरि सेकेन्डमा चाहिँ मोड ब्राकेट अफ टोटल सेकेन्डकोमा 60 भनेको चाहिँ टोटल सेकेन्डले चाहिँ 60ले डिभाइड गरिदिन्छ र रिमाइन्डर चाहिँ एज हाम्रो रिजल्ट चाहिँ सेलमा लेखिदिन्छ कि यसै गरी हाम्रो मिनेटमा पनि कन्डिसन चाहिँ त्यही हुने हो यदि नेगेटिभ आयो अरू पोजिटिभ ग्रेटर देन इक्वल टु 0 आइदियो पोजिटिभ आइदियो भने चाहिँ जस्ट तिनीहरू बिचको डिफरेन्स नै हाम्रो रिजल्ट हुन जान्छ र यदि हाम्रो भ्यालु चाहिँ नेगेटिभ आइदियो यिनीहरू बिचको डिफरेन्स चाहिँ नेगेटिभ आइदियो भनेपछि त्यो रिजल्टमा चाहिँ हाम्रो 360 डिग्री जोडेर चाहिँ आउँछ र यसले के कसरी काम गर्छ भन्दाखेरि चाहिँ टोटल सेकेन्डलाई चाहिँ 60ले डिभाइड गर्छ र बचेको जो क्वेसन हुन्छ त्यसलाई चाहिँ त्यो चाहिँ हाम्रो लेख्छ फेरि त्यो टोटल क्वेसनलाई चाहिँ 60ले डिभाइड गर्दाखेरि जति मोड अथवा जति रिमाइन्डर गर्छ नि त्यो चाहिँ हाम्रो मिनेटको सेलमा चाहिँ ल्याइदिन्छ यसरी नै डिग्रीमा पनि त्यसरी नै यसले फङ्सन गर्छ आजलाई सो आज चाहिँ यति नै थियो नेक्स्ट भिडियोमा चाहिँ म गेज टेबल चाहिँ क्यालकुलेसन कसरी गर्ने भन्ने गेज टेबल क्यालकुलेसनको बारेमा ल्याउनेछु हस् थ्याङ्क यू